साथीहरु नमस्कार। आशा गर्दछु तपाईहरु सुस्वास्थ्य हुनुहोला, खुशी हुनुहोला र मस्त हुनुहोला। साथीहरु यहाँभन्दा पहिलाका भिडियोहरु राम्रोसँग अध्ययन गरेर केही कुराहरु सिक्नु भयो होला। यसैगरी यो भिडियो पनि हेरेर केही कुराहरु सिक्नु होला। यो थम्बनेलमा दिएको जुन प्रश्न छ पहिलाको भिडियोमा सोधिएको प्रश्न हो। यसको उत्तर यस्तो हुन्छ है साथीहरु। आउनु साथीहरु ढिला नगरिकन आजको विषयवस्तु भिडियोतिर लागौं है त। साथीहरु यो भिडियोको पहिलो वाक्य यो छ नेपालीमा के तिमीले काम सक्यौ भनेर सोधेको छ। अरबीमा यस्तो हुन्छ इन्त हल खलास सुगुल भनेर भन्छ है साथीहरु। त्यसैगरी अर्को छ नेपालीमा अझै भएन सर भनेर भन्दा अरबीमा मजल खैब सदिक भनेर भन्छ है साथीहरु। त्यसैगरी अर्को छ साथीहरु नेपालीमा कहिले सकिन्छ त भनेर सोध्दाखेरि अरबीमा यस्तो हुन्छ मता खलास हदा भनेर भन्छ है साथीहरु। अर्को छ नेपालीमा सायद 1 घण्टा पछि भनेर भन्यो भने यसलाई अरबीमा भन्दाखेरि मुमकिन बाद सा वहिदा भनेर भन्छ है साथीहरु। फेरि अर्को लिएको छ नेपालीमा ठीक छ छिटो काम गर भनेर भन्दाखेरि अरबीमा तैब सुगुल सबी सुरा भनेर भन्छ है साथीहरु। त्यसैगरी अर्को छ साथीहरु नेपालीमा हुन्छ सर म गर्छु भनेर भन्दा अरबीमा यस्तो हुन्छ है तैब सदिद आना सबी भनेर भन्छ है साथीहरु। त्यसैगरी अर्को छ साथीहरु काम सकेपछि सफा गर्न नबिर्स भनेर भनेको छ। यसलाई अरबीमा भन्दाखेरि ला इन्चा नदिब बात सुगुल भनेर भन्छ है साथीहरु। त्यसैगरी अर्को लिएको छ साथीहरु नेपालीमा ठीक छ मालिक समस्या छैन भनेर भन्दाखेरि अरबीमा तब या मौलाना माफी मुस्किल भनेर भन्छ है साथीहरु। त्यसैगरी अर्को छ साथीहरु नेपालीमा भने सबै काम सकियो भनेर भन्दाखेरि अरबीमा खलास कुल्लु सुगुल भनेर भन्छ है साथीहरु। साथीहरु यो भिडियोको लास्ट वाक्य यो छ सबै काम राम्रोसँग सकियो भनेर भन्दाखेरि अलिन खलास कुल्लु सुगुल जहेन भनेर भन्छ है साथीहरु। होस् त साथीहरु आजको यो भिडियो यति नै। हजुरहरुले यो भिडियो राम्रोसँग अध्ययन गर्नु र केही कुराहरु ज्ञान हासिल गर्नु होला र भिडियो शेयर गर्नु होला अरु साथीहरुले पनि अरबी भाषा जान्न सकुन् र हाम्रो दुःखको निम्ति भिडियोलाई मन परेदेखि 1 लाइक गरिदिनु होला। हजुरहरुको 1 लाइकले गर्दाखेरि हामीलाई थप अरु भिडियो बनाउन जोश जाँगर मोटिभेट मिल्ने छ। भिडियो हेरिसकेपछि हजुरहरुलाई के कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया कमेन्ट बक्समा एउटा छोडिदिनु होला है त। साथीहरु याद रहोस् फाल्टु समयमा सिकेको यो ज्ञानले कुनै दिन तपाईहरुको जीवनमा सुनौलो मौका सुनौलो अवसर लिएर आउनेछ। हस्त साथीहरु आजको यो भिडियोबाट बिदा हुन्छु। हस्त धन्यवाद।